आज मैले चाहिँ मेरो सानोको लागि घरमै मिठाई बनाइदिनु लागेको के बदाम र नरिवलको। अनि यसलाई चाहिँ मजाले तातो पानीमा बल्काउनुपर्छ, काट्न सजिलो हुन्छ नि त। बदाम र नरिवल चाहिँ नरिवल र अनि बदामको पानी छानेर अनि अब यसलाई चाहिँ नरिवल काट्नु पर्यो अनि यो बदाम चाहिँ फोक्नु पर्यो। नरिवल खुर्किन कति गाह्रो हुन्छ नि त, एकदम साह्रो हुन्छ नि त यो नरिवल। त्यही भएर मैले चाहिँ पानीमा बल्काएको थिएँ कि अनि खुर्किन सजिलो हुन्छ भनेर। यता फेरि मेरो सानले बदाम फोकेकी छिन्, मैले चाहिँ नरिवल खुर्केकी छु कि। नरिवल त कोही कोही त खुर्किसक्यो, तर कोही कोही खुर्किन बाँकी नै हो। तर कति साह्रो हुने कि नरिवल खुर्किनखेरि। त्यही नै खानाको लागि यति त गर्नै पर्यो। अनि मिठो मिठो खाना पनि खोल्ने अनि गर्न पनि नहुन्ने गरेर त भएन। हामी मामु छोरीले फेरि छिटो छिटो गरेर उनले बदाम फोकेकी छिन्, मैले चाहिँ अनि नरिवल खुर्केकी छु कि। कति गर्मी थियो कि बाहिर फेरि। अनि मेरो सानले फेरि बदाम फोक्दैकी थिइन्, मेरो सानो बदाम फेरि फुत्त निस्केर बाहिर गयो कि। अनि बदाम चिप्लो हुन्छ नि त। नरिवल खुर्किसकेर भ्याइसकेपछि चाहिँ यता बदाम फोक्न लागि छु कि। उता मेरो सानले नि फोकेकी छिन्, उता हाँस्दै हेर्दै बसेकी छिन् मेरी सानो हेरी। मिठो मिठो खाना पनि खोज्ने अनि जाँगर पनि गर्न नखोज्ने गरेर त भएन। अनि गर्मी भए पनि खाना परिहाल्यो। अनि मैले चाहिँ नरिवल पिस गराएर बदाम नरिवल चाहिँ मजाले अब मिक्सरमा पिस्छु के। अनि मैले चाहिँ बदाम खाँदै नरिवल खाँदै अनि नाच्दै यता मिक्सरमा पिस्न लागि छु। अनि मिठो मिठो खाना खोजिसकेपछि त बनाउन पनि जाँगर गर्न पर्यो नि त। मलाई चाहिँ कस्तो मनपर्छ कि यो नरिवलको मिठाई अनि बदामको मिठाई। अनि यता यो त पहिलेको भिडियो थियो, मैले काटेको क्लिप चाहिँ लास्टमा राखेकी थिएँ कि। मैले चाहिँ अब कराईमा यति घिउ राखेर अनि त्यसपछि बदाम र नरिवल यसलाई चाहिँ मजाले पकाउनु पर्छ कि। अनि मजाले पकाउँछु कि यसलाई। तर मैले त्यो घिउ राखेको अनि यो धुलो राखेको देखाउन पाइनँ नि त। अनि पछाडि चाहिँ मैले ल्वाङ सुकमेलको धुलो पनि राख्छु कि यो नरिवल र बदाममा चाहिँ। अनि मिठो हुन्छ नि त, यसको टेस्ट नै अर्कै आउँछ नि त। अनि मिठो हुन्छ। चाहिँ यसलाई घोटी कुराउने जस्तै घोटी पकाउँछु कि। अनि यसलाई मजाले पकाउनु पर्छ कि, नभए त काँचो हुन्छ नि त, यसलाई पकाउनु पर्यो नि त। मैले चाहिँ अब हल्का घिउ लगाएर अनि यसमा फेरि कराईको त्यो घोटेको त्यो कुराउनेखेरि यसैमा खनाउँछु के। अनि बाहिर फेरि झमझम पानी परेको छ कि। कस्तो पानी परेको थियो, तर शीतल पनि थियो नि त। अनि पहिला त कति गर्मी थियो, पछाडि चाहिँ कति शीतल भएको पानी आएको थियो नि त झमझम त्यो बाहिर। अनि त्यसपछि मैले थालमा यसरी अनि बनाएर राख्छु। अनि यसलाई फेरि अब मैले फ्रिजमा राख्छु। अनि फ्रिजमा राखेर यसलाई चाहिँ एक दिन पुरा राख्नु पर्दो रहेछ कि। यो चाहिँ पुरा एक दिन राखेकी थिएँ नि त यो यस्तो मिठाई बनाएर। अनि त्यसपछि लाइन गएको थियो कि, लाइन गएको थियो। अनि त्यसपछि पुरा जम्न पनि पाएन कि। जम्न त हल्का जमेको छ, तर त्यति धेरै अझै पुरा जमेको छैन कि। अनि कस्तो मिठो मिठाई बनेको थियो। अनि मैले यता चाख्छु कि कस्तो भएछ त नि भनेर। मेरो सानो चाहिँ स्कुल गएकी थिइन्। अनि